दिदी एउटा गीत गाइदिनु न कुन गीत गाउने मेरो जीवनबाट भन्ने आउँछ मेरो जीवनबाट जाने भइजाऊ यस्तो राम्रो ठाउँमा आएर नि ओ त्यो स्याड सङ भयो है म त्यहाँ आएँ कि फेरि ओ माई गड कति राम्रो जग्गा ओ यस्तो दामी देखेको छ है यो ठाउँ होइन यतिको टाइमिङमा अहिले होइन एकदम राम्रो टाइमिङ रहेछ क्या आज आएर चाहिँ थाहा भयो मैले कतिचोटि आएँ यो जग्गामा होइन तर चाहिँ मलाई चाहिँ यस्तो फिल भएन क्या रमाइलो फिल भएन है आज यतिको टाइमिङमा आउँदाखेरि कति बजी दिदी अहिले दिदी कति बजी अहिले 7 बजीको टाइमिङमा चाहिँ एकदमै राम्रो ठाउँ रहेछ क्या एकदमै राम्रो भ्यूहरू आउँदो रहेछ क्या यो चाहिँ इमिरेट्स प्यालेसमा चाहिँ एकदम फ्री जोन पनि हो सबै टुरिस्टहरू पनि यहीँ देख्न पाइन्छ यहाँ स्टल पनि राखेको छ कफी सप राखेको रहेछ पहिले चाहिँ थिएन अहिले चाहिँ है अहिले चाहिँ रहेछ कफी सप खान पायो भने नि पाइयो होइन अलिकति सस्तोमा खाने भए चाहिँ यति महँगो खान्छ भने यहाँ छ हुक्का सुक्का खान मिल्छ होइन यस्तो दामी छ है अनि अब यहाँ पार्किङ फ्री छँदैछ है गाडीहरू हुनेहरू तर यता चाहिँ एकदमै फोटो खिच्ने ठाउँ चाहिँ एकदमै दामी छ घुम्न आउन चाहिँ नबिर्सिनु होला आबुधाबीमा भएको मान्छेहरू स्पेसली होइन अब कतिपय आबुधाबीमा बसेको मान्छेहरूलाई पनि अब यस्तो राम्रो जग्गा थाहा पनि छैन त्यही भएर चाहिँ मैले सेयर गरिदिएको अब म चाहिँ अलि धेरै घुम्ने भएर चाहिँ हर आबुधाबीको हर कुना कुनामा चाहिँ मलाई थाहा छ क्या बरु ल जाऊँ ल अब कसरी जाने त अबि यहाँ त ट्याक्सी त पाउँदैन त यहाँ पाउँदैन ट्याक्सी बाहिर त धेरै हिँड्नुपर्छ नि फेरि यसरी टुइङ्क जानुपर्छ त घुमेर ट्याक्सी आउँदा त अब ट्याक्सी त माथि मात्र आउँछ ल के गर्नुहोस् ल भन्नु त अघि यहाँ ट्याक्सी दिनहरू आज यसमै गएँ अनि म एउटा फोटो खिच्छु है दामी आयो